हेलो साथीहरु, तपाईलाई स्वागत गर्दछु हाम्रो युट्युब च्यानल लर्न फ्युजन मा। हामीले एउटा कम्प्युटर क्वेशन लिएर आइसकेको छु। राइट अ पाइथन प्रोग्राम टु चेक गिवन नम्बर इज इभन और नट। के भनेछ भने एउटा पाइथन प्रोग्राम बनाऊ, त्यसलाई चेक गर त्यो इभन नम्बर हो कि होइन। त पहिला हामीले कुनै एउटा भेरिएबल लिनु पर्छ, इन्ट ब्रैकेटमा इनपुट इन्टर अ नम्बर या डबल कोटेशन मार्क भयो ब्रैकेट क्लोज गर्ने। अब इफ ए पर्सेंट, यो पर्सेंट होइन मोडुलस हो, यसलाई पर्सेंट नपर्नु होला र यसमा सटाएर नलेख्नु, फेरि के भइहाल्छ, रङ भइहाल्छ। यो कम्प्युटरमा त कम्प्युटरमा प्रोग्राम रन गर्दा रङ हुँदैन, तर कपीमा गर्नुहुन्छ भने टिचरहरूले के गर्छ, काटिदिन्छ। तब 2 लेख्ने इक्वल टु 0। अब यहाँ कलन दिने, यसलाई कम्प्युटरको भाषामा कलन भनिन्छ। फेरि कमा दिनुभयो भने तपाईको रङ भइहाल्छ, सरले के गर्नुहुन्छ, काटिदिनुहुन्छ। त्यसपछि प्रिन्ट गर्ने, प्रिन्ट डबल कोटेशन मार्क इभन, फेरि एल्स लेख्ने, यहाँ फेरि कलन लेख्ने, यहाँ कलन हेर्नु, यहाँ पनि कामा लेख्नु भयो भने के भइहाल्छ, पुरै प्रोग्राम रङ भयो। कम्प्युटरमा रङ हुँदैन, कम्प्युटरमा त त्यहाँ कलन दाब्नुहुन्छ त कलनै हुन्छ, त्यहाँ कामा दाब्नुहुन्छ त कमै हुन्छ। मतलब कम्प्युटरमा रङ हुँदैन। तर यो टिचरहरूले इक्जाममा गर्नुभयो भने यो टिचरहरूले मार्क काटिदिनुहुन्छ, त्यो रङ भइहाल्छ। अब देखिनु ओड गर्ने, के भनेछ भने राइट अ पाइथन प्रोग्राम टु चेक इभन नम्बर इज नट। हेर्नु, एउटा पाइथन प्रोग्राम हो। इफ 2% प्रिन्ट इभन, फिर एल्स प्रिन्ट ओड। यो हाम्रो एउटा पाइथन प्रोग्राम भइसक्यो। हेर्नु, के भने थियो भने राइट अ पाइथन प्रोग्राम टु चेक गिवन नम्बर इज ओड और नट। कि एउटा पाइथन प्रोग्राम बनाऊ, त्यो ओड हो कि होइन त। हेर्नु, a% एउटा भेरिएबल लियो हामीले, गल्ती 0। प्रिन्ट इभन, के भने चाहिँ इभन हो कि होइन त। इभन हो भने प्रिन्ट इभन, ओड हो भने प्रिन्ट ओड। अनि यस्तो भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नु, अनि तपाईँ हेर्न सक्नुहुन्छ कोडिङ रिलेटेड भिडियो। अनि तपाईलाई कुनै पाइथनको नोट्स चाहियो भने स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।